हेलो गाइज अब चाहिँ म पोखरातिर हिँडेको होइन एससीको रिजल्ट पनि आयो र हजुरहरूको के कस्तो आयो भने मेरो चाहिँ 3.24 जिपिए आइसक्यो। त्यति सोचेको जस्तो जिपिए चाहिँ आएन तर ठिकै छ ए आयो। अनि म चाहिँ अब कलेजमा एडमिसनको लागि फर्म भर्नु जाँदैछु। आज चाहिँ म स्कुलमा गएर त्यहाँ सर्टिफिकेटहरू मिलाउनु पर्ने हुन्छ, त्यसैले अब चाहिँ सिधै स्कुलमा गएर सर्टिफिकेट बनाउनु पर्छ। त्यही भएर म चाहिँ अबेला भइसक्यो, अलि छिटो जानुपर्छ। अहिले स्कुलमा गएर भेटौँ। अहिले होइन राजनको दोकान पसलमा आइसक्यो होइन। राजन पनि मसँग जान्छ पोखरा। यस राजन ए म चसो लगाएर भ्लग बनाइरहेको मलाई थाहा पनि कस्तो देखिन्छु म। यो चाहिँ हाम्रो स्कुल होइन, हामी 10 सम्म पढेको स्कुल। कस्तो लागिरहेको तिमीलाई? कति हो टाइम? कति हो धेरै हो। हामी चाहिँ अहिले यतिको लागि कति घन्टा कुद्यौँ हामीले? यो चाहिँ पहिला गरेको स्कुल 2 घन्टा कति घन्टा कुद्यौँ? 2 घन्टा हामीले चाहिँ लगभग कति 2 घन्टा 3 घन्टा जति कुदेर यस्तै अब यो 4वटा पेपरको लागि 2-3 घन्टा कुदेर अब चाहिँ हामी पोखरा जस्तो छैन। मेरो स्कुल चाहिँ यो होस्टेलमा बसेको हामी चाहिँ आधै छ। हामी चाहिँ अहिले कलेजनिर आउनु लाग्यो होइन। ए यी कस्तो रहेछ त कोरियन हो कि त? मलाई चोर देखेको मलाई हो। यी सोधाको राखे पनि चलाएर आइदिएको अब चाहिँ हामी कलेजमा गएर यसो बुझ्नुपर्ने हुन्छ होइन। दुःख आइरहनु कुन हो यही होइन कलेज? गाइजहरू होइन खतरा पानी परिरहेको छ होइन। अब चाहिँ म ठ्याक्कै लाइन आयो क्या, यसो लाइन गइरहेको थियो अहिलेसम्म चाहिँ पानी परेर ठ्याक्कै लाइन पनि आयो। हावा चलेर पानी परेर मात्र त केही हुनु, यो हावा चल्यो भने चाहिँ छाता नि ओर्न मिल्दैन। अनि छाता नि ओर्न मिल्दैन, पुरै पानीको बात चाहिँ आफूतिर आउँछ कि। त्यही भएर हावा नचल्यो हुने भनेको